हेलो गुड मर्निङ नमस्ते सबैजनालाई र म र यहाँ दाजु चाहिँ हामी एकछिन यहाँ माथि साथीहरू बिहानै मेसेज आयो नि त मलाई पर हाम्रो उज्जवल भाइले मेसेज गरेको थियो है वाट्सएपमा त्यहाँ गुदाममा चाहिँ कहाँ पहिरो गयो अरे साथीहरू कि अनि म ती जाँदैछु है र हिजो अस्ति पनि यहाँ पर गैरी गाउँमा बाटोको वाल चाहिँ डाङडुङ भत्केको छ साथीहरू र त्यो पनि मैले तपाईँहरूलाई देखाएको थिइनँ है र त्यो पनि म देखाउनु जाँदैछु साथीहरू र हेर्दै गर्नु होला है र धेरै दिन भयो भिडियो नआएको है र मैले भ्याएको पनि थिइनँ साथीहरू र अहिले भन्नुपर्दा चाहिँ बाटोको अवस्था चाहिँ यस्तो चाहिँ हेर्नुहोस् है साथीहरू तपाईँहरूलाई देखाउँछु ल बाटोको अवस्था यस्तो छ अब यो बाटो बनाएको 2 साल त होइन कति 3 साल हुँदैन 3 साल हुन्छ है साथीहरू यहाँ हेर्नुहोस् बिहान जोतिएछ पनि गाडीहरू यस्तो छ यहाँ हेर्नुहोस् साथीहरू बाटो हाम्रो गुदामको बाटो है यो चाहिँ साथीहरू ल तपाईँहरूलाई देखाइरहने र बिचरा अब यस्तो छ हेर्नुहोस् यहाँ अब यहाँ गाडी लाग्छ नि होइन जोतिन्छ नि यहाँतिर हेर्नुहोस् हौ यस्तो भएको चाहिँ साथीहरू र अब के भन्नु कतिमा अब हामी चुपचाप बस्नु धेरै दिन भएको थियो है यो बाटोको भिडियो नबनाएको र फेरि पनि तपाईँहरूलाई मैले भिडियो लिएर आएको छु है र अवस्था चाहिँ यस्तो छ साथीहरू 3 वर्ष लाग्नु आँट्यो है यो बाटोको अवस्था यस्तो छ अहिले पनि र यो झोडाहरू इन्कम्प्लिट भइरहेको छ है यहाँ हेर्नुहोस् यो कहिले चाहिँ बनाएको होला ल यहाँ हेर्नुहोस् अब कम्प्लेन गरे भन्छ होला है अब के गर्नु चुपचापसँग बसेर त भएन यहाँ हेर्नुहोस् अवस्थाहरू यस्तो चाहिँ मैला कुचोला फ्याँकिदिन्छ यसरी फेरि हेर्नुहोस् न घरमा डर्दैन यो कुरोहरू डर्छ नि होइन तर के गर्नु हाम्रो मान्छेहरूको बुद्धि यस्तै हो अब यो पनि त बाङ्गो छ ऊ यहाँ छ झोडा हो अब यसो आउनु पर्नेमा छैन के भन्नु ल साथीहरू यहाँ हेर्नुहोस् झोडा र यस्तो छ यहाँनिर ढपुरो पनि भएको छैन है म तपाईँहरूलाई लगेर जाँदैछु हाम्रो गुदामको बाटो साथीहरू यहाँ हेर्नुहोस् आज बिहान टाइगर हिल जानेहरूलाई बिचराहरूलाई कति दुःख पायो है तपाईँहरूलाई त्यो पनि म देखाउँछु है र हेर्दै गर्नुहोस् है साथी अनि आज बिहान टाइगर हिल पुरा गयो नि त मेरो पनि टाइगर हिल थियो तर मेरो चाहिँ गेस्टहरूले जाँदिनँ एकदमै थाकेको छु भनेर चाहिँ गएन है साथीहरू मेरो चाहिँ के अनि त्यो गुदामको बाटो बन्द हुँदाखेरि चाहिँ अघि बिहान चाहिँ यो बाटो आएको नि त उनीहरू यो बाटो आउँदाखेरि चाहिँ उहाँको पनि कस्तो छ बाटो तपाईँलाई देखाउँछु है र अलिकति मिस्टेक भयो गाडी तल ल भन्नु गाडी तल हेर्नुहोस् पहिरो गएर अब यो सोर्ने कामहरू भएको छैन है र बाटोको अवस्था चाहिँ एकदमै खतरा छ ल साथीहरू अब एकछिनमा भेट्छु यहाँ पहिरो चाहिँ यो पल्लोपट्टि हो अस्तिको पहिरो सोम कति दिन भयो यो पहिरो गएको भयो है कति दिनको पानीले पो 1 रात पनि अन्त अहिले फेरि गुदाम ठाडोमा गयो भन्दैछ अहिले आज रात पानी छैन होइन पानी पऱ्यो आज रातमा जुगिन न त्यहाँ गएको ल ल साथीहरू म यहाँ आइपुगेँ है र यहाँ चाहिँ गाडी एकदमै जस्ट छिर्ने मात्रै छ साथीहरू र त्यो पहिरो चाहिँ यो हेर्नुहोस् यहाँ हेर्नुहोस् यति डरलाग्दो गएको छ पहिरो के भन्ने उहाँ हाम्रो मटरधुराहरू पनि कस्तो डरलाग्दो देख्छ होला हेर्नुहोस् त साथीहरू म अस्ति तपाईँहरूलाई देखाउनु पाइनँ है त्यसमा अलिकति माफ दिनु होला साथीहरू यहाँ हेर्नुहोस् पहिरो चाहिँ यहाँ हेर्नुहोस् न यो खासमा चाहिँ स्टेप लगाउनु पर्ने हो कि उनीहरूले टक्कै माथि बाटोदेखि माथिबाट लगाएको छ नि त यसरी र यसले चाहिँ के हुन्छ भने यो जति पनि
माथितिरको घरहरू छ है उहाँहरूलाई डर हुन्छ यसले चाहिँ किनभने गाउँ बिचको चाहिँ अलिकति स्टेपबाट लगाएको भएदेखि चाहिँ राम्रो हुन्थ्यो है र यसमा चाहिँ त्यो तपाईँहरूले नसम्झिनुहोस् है नराम्रो चाहिँ अब त्यो सबैलाई थाहा भएकै कुरो हो त्यो चाहिँ स्टेपबाट लगाएको भएदेखि चाहिँ राम्रो हुन्थ्यो एकदम र हेर्नुहोस् साथीहरू अब गाडी जस्ट छिर्ने मात्रै छ हेर्नुहोस् है साथीहरू अब यो माथिको घरहरू छ है यो माथि पनि धेरै घरहरू छ है र यसलाई पनि डर हुन्छ नि त पछिबाट र यहाँ चाहिँ एकदमै राम्रो अब झन् राम्रो वाल हुनुपर्छ जस्तो लागिरहेको छ साथीहरू र हाम्रो गाउँ चाहिँ यो हो र हेर्नुहोस् त साथीहरू है गाडी छिर्ने मात्रै छ है हेर्नुहोस् र एकदमै डर छ यहाँ चाहिँ अब यो पल्लो बाटो बन्द भयो हो अब यो बाटोबाट हिँड्छ गाडीहरू आजदेखि हेर्नुहोस् है साथीहरू ल अब पर जाउँ साथीहरू ल साथीहरू यहाँ हेर्नुहोस् यो बाटो पनि नि अब पहिरो गएको थियो है र हेर्नुहोस् यहाँ वाल चाहिँ यसरी माथि माथि गरेको छ है र फ्युचरमा हेर्नुहोस् है साथीहरू यो पनि त जानुसक्छ बाटोको त के ग्यारेन्टी छ लु भन्नुहोस् है साथीहरू यो पनि माथि माथि लगाइएको छ साथीहरू हो यसलाई पनि उताबाट स्टेप काटेको भएदेखि चाहिँ राम्रो हुने थियो है र हेर्नुहोस् है साथीहरू ल साथीहरू अब माथि जाउँ है गुदामको बाटो चाहिँ पहिरो गएको छ भनेर मेसेज आयो बिहानै है हामी चाहिँ ती जाँदैछौँ साथीहरू हाम्रो ग्राउन्डहरू देखाइन्छु तपाईँहरूलाई ल हाम्रो क्रिकेट ग्राउन्डको अवस्था चाहिँ यस्तो छ साथीहरू हेर्नुहोस् यहाँ सबै गाडीहरू यहीँ राख्ने गर्छ ल हेर्नुहोस् त है बिचरा ग्राउन्डको हालत हाम्रो क्रिकेट ग्राउन्ड यहाँ है र यहाँदेखिको ओह्रालो मात्रै बनिएको छ साथीहरू यहाँदेखिको चाहिँ ओह्रालो तर गुदाम टारसम्म चाहिँ बनेको छ यो रोडहरू चाहिँ बनिनु सकेन साथीहरू र अब जाँदैछु साथीहरू माथि यहाँ हेर्नुहोस् यस्तो छ है साथीहरू हाम्रो ग्राउन्डको अवस्था साथीहरू यस्तो भएको छ अन्त है खाल्डा बाटो हेर्नुहोस् है अवस्था चाहिँ चर्केको छ यहाँ है र यहाँ पनि ठाडो छ यस्तो चाहिँ यहाँ पनि अस्ति गाडी पनि झरेको नि ला ए माथिबाट पो आएको यो ए यही घाँस काटेर लानु नि त ल साथीहरू यो बाटो चाहिँ चर्केर चाहिँ गएको होइन रहेछ है र यो माथि चाहिँ पानी फुस्किएछ र त्यही त सोचिरहेको छु मैले पनि ल साथीहरू यस्तो भए चाहिँ ए यो कुन चाहिँ पानी फुस्केर चाहिँ गएको रहेछ पहिलो चाहिँ ल यो ए अब जिसिबी भए पो है जिसिबीले ल साथीहरू हेर्नुहोस् है म त सोचेको थिएँ बाटो नै चुडिएछ भनेर तर होइन रहेछ साथीहरू माथिबाट झरेको रहेछ है तर यो त कत्रो लामो हो यो साँप जस्तो गऱ्यो होला वाट्सएपमा त आएको थिएन म जस्ट आएको निक्लेको त यहाँ पानी पनि त ठुलो रहेछ नि त हजुर ल साथीहरू यस्तो भएको रहेछ र यो ठुलो उयो होइन रहेछ है यो त सोरेर साइड गर्नु पनि सक्छ तर सुमो गाडीहरू चाहिँ चिप्ने चाहिँ बाटोहरू यस्तो अवस्था छ लु भन्नुहोस् साथीहरू अन्त सोमो गाडीहरू छ गाउँघरमा है हेर्नु त लु स्पिरिङहरू भाँचिँदैन लु भन्नुहोस् साथीहरू यो पनि हाम्रो ड्राइभर साथीभाइहरूले सोरिङ गरेकै साथीहरू यो अब अहिले त चलन छ नि त है साथीहरू ड्राइभरहरूले सोलिङ हाल्ने ड्राइभरहरूले ढलाइ गर्ने हो छैन के गर्नु अब के भन्नु अब हाम्रै मान्छे त्यस्तो छ के गर्नु अब भएको नि यो बाटोको कामहरू खै त कता कता पुऱ्यायो के भन्नु हामी ड्राइभरहरूलाई हो सहनु पर्ने
यस्तो बाटोमा कुदाउनु पर्ने। राम्रो राम्रो गाडी त नल्याए पनि हुन्छ साथीहरू। सानो सानो गाडीहरू तपाईँहरू सिङताम आउनु सोच्दैछ भने चाहिँ नआउनुहोस्, यता फ्याक्ट्रीपट्टि झन् नआउनुहोस्। तपाईँहरूको गाडी नि खतम हुन्छ, खतम हुन्छ। अहिले सिमलाइन्सको भ्यानहरू त आउनु छोड्यो। यस्तो छ बाटो अन्त। ल भन्नुहोस्, सिङताम फ्याक्ट्रीपट्टि चाहिँ तपाईँहरू नआउनुहोस्, किनभने बाटोको अवस्था राम्रो छैन। 600 रुपियाँमा रिजर्भ पाउनुहुन्छ तपाईँहरूको 3 महिना खप्ने टायर चाहिँ नि एकै दिनमा खतम हुन्छ साथीहरू। ल भन्नु त, माथि तपाईँको 1300मा 3 महिना कुद्छ त्यो टायरले, तर यहाँ एकै दिनमा ब्लाङबुङ साथीहरू। त्यस्तो हुन्छ है। र हाम्रो यो पल्लोपट्टि आउनु सक्नुहुन्छ, हाम्रो उतापट्टि जोरुक साइडतिर, जोरुकतिर आउनु सक्नुहुन्छ कि हाम्रो गुदामको बाटो चाहिँ नआउनुहोस्। त साथीहरू अब हामी चाहिँ यति जान्छौँ है। ल त साथीहरू, यहाँ माथि हामी गुदामबाट उकालै उकालो 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 आएर चाहिँ ऊ पर 1300 बाटोदेखि यहाँ माथिनिर बसिरहेको छु नि साथीहरू। हाम्रो यहाँ अनम 32को घरको माथि बसिरहेको छु साथीहरू। र अब यो भिडियो पनि म यतिमा राख्न चाहन्छु है। र सबैलाई बाई बाई। यो भिडियो के कस्तो लाग्यो है, तपाईँहरूले लाइक सब्सक्राइब सेयर गर्नु चाहिँ नबिर्सिनु होला साथीहरू।